सतीले श्रापेको देश। आखिर को हुन ती नारी जसले नेपाललाई श्राप दिएकी थिइन्, जुन श्राप आजको समयमा सत्य साबित भएको जस्तो पनि लाग्छ। जानो यसको बारेमा। आजभन्दा करिब 450 वर्ष अगाडि मल्लवंशी राजा लक्ष्मी नरसिंह मल्लको छोरी भुवनलक्ष्मी हो। तिनै भुवनलक्ष्मी जसले नेपालको दरबारमा कसैको बुद्धि नरहोस्, नेपालको भलो गर्नेको कहिले भलो नहोस् भनी श्राप दिएकोले नेपाललाई सतीले श्रापेको देश भनिएको हो। तर आखिर भुवनलक्ष्मीले नेपाललाई यसरी श्राप किन दिएकी होलान् त? जानो यस पछाडिको वास्तविक कारण। इतिहासकारका अनुसार भुवनलक्ष्मीको श्रीमान राजदरबारमा काजीको पदमा रही इमान्दारीपूर्वक धेरै महत्त्वकाङ्क्षी र उल्लेखनीय काम गरिरहेका थिए। तर उनका दुईजना विरोधीले भीममल्ल स्वयं सेनाको बलमा राजा बन्ने तयारीमा छन् भन्ने कुराको झुटो आरोप राजा लक्ष्मी नरसिंह मल्ल समक्ष लगाइदिँदा राजाले भीममल्ललाई मृत्युदण्डको सजाय दिए। एक रात जब भीममल्ल राजा लक्ष्मी नरसिंह मल्लसँग भेट गर्न भनी राजदरबारमा प्रवेश गरिसकेपछि छलपूर्वक उनलाई केही सेना र उनका विरोधीले बन्दी बनाई। ती मध्येका एकजनाले तरबारले काजी भीममल्लको शिर काटी हत्या गरिदिएका हुन्छन्। यसरी मृत पतिको शवसँगै सती जानुपर्ने परम्पराको कारण विधवा भएकी भुवनलक्ष्मीले चितामा मृत पतिसँगै जल्नु अघि नेपालको दरबारमा कसैको बुद्धि नरहोस्, नेपालको भलो गर्नेको कहिले भलो नहोस् भनी श्राप दिएकी थिइन्। यसरी सतीले श्रापेको देश भन्ने कुरा इतिहासका किताबहरूमा समावेश गरिएको छ।